आज हामी माइनक्राफ्ट त खेलिरहेको थियौँ तर हरेक 30 सेकेन्डमा टिएनटी स्पोन हुन्छ र हामी त्यहाँबाट मर्नुबाट बच्नुपर्छ र त्यही भएर आजको हाम्रो च्यालेन्ज हुनेवाला छ टिएनटी त स्पोन नै हुन्छ र हाम्रो च्यालेन्ज हो आइरन आर्मर र टुल्स बनाउने फुल्ली त्यही भएर ढिलो नगरिकन हामी भिडियो सुरु गर्छौँ चाहिँ मलाई एउटा फाइदा भयो किनकि केहरू छ त्यही भएर टिएनटी स्पोन भयो मर्नु छैन मलाई मैले आइरनदेखि अब लोकेसन मात्रै याद राख्नुपर्छ अब वुड्स बेसिक टुल बनाएर मात्रै कुरा गर्छु मलाई त लाग्यो टिएनटी आयो होला मुटुले बाहिर निस्किरहेको के आइरनको खदानै पाएँ त यार मलाई धेरै टाइम लाग्दैन भनेपछि यो गेम बिट गर्न मतलब म एकछिनमै जित्छु यही हो I'm the pro bro, no one can beat me. Wait, zombie. गलत बोली जस्तो लाग्यो जम्बीले मार्दा एक मिनट सब दुश्मन छन् कि क्या अरे लल फेरि स्टार्ट गर्नु पर्यो अब फेरि म बेसिक कोसिस गरेर मात्रै भेट्छु हजुरसँग एउटा जाति देखाम बिहान हुन्छ 3 2 1 ऊ देख्नुभयो बिहान भयो प्रोसेस गरेर भेट्छु है बल्ल बल्ल मऱ्यो मेरो सामान चाहिँ खोगे भन्दै सामान होइन टिएनटी बाँच्यो यार चाँडो म त झन् सजिलो लाग्यो चाँडो गेम बिटाउनु पर्यो मैले फेरि यो स्नो बल नि अनि फेरि टिएनटी स्पोन भयो भने झन्झ्या हुन्छ मैले भनेको थिएँ उडै पाएको छैन यार दिमाग खराब भइसक्यो मेरो त्यो आइरनको भण्डार छ म त्यही जान ला अब यति कोल भइ पुग्यो नखेलेको पनि धेरै दिन भयो त्यही भएर होला कि
यस्तो गरियो भने आइरन त स्मेल्ड हुन्छ र म खोज्दै नि बस्न सक्छु त्यही भएर पहिला टुल्स चाहिँ बनाउँछु म आयरन भन्दा नि एउटा राम्रो कुरा चाहिँ के भन्दाखेरि आइरन पायो ओ ब्रो क्या क्लोजबाट बज्छ यार लगाइरहेको थियो कि त्यो फुट्यो आइरन चाहिँ पाइरहेको छु यो राम्रो कुरा हो बरु आइरन छोड्यो ओइटा मिनटमा आइरन माइनिङ गरेर ल्याउँछु र आई विल सो यु समथिङ कम हियर फर्स्ट come here, I will show you something in furnace. Okay, so see this iron. That's my nut. भन्नु पर्यो नि मलाई कति 15 मिनट जति त लाग्यो कि यो आइरन माइनिङ गर्नु अब 2x मा हेर्नुहोस् फुल आइरन बनाएर मात्रै भेट्छु हजुरहरूसँग त्योभन्दा अगाडि म केही बोल्दिनँ र लाइक गर्नुहोस् सब्सक्राइब गर्नुहोस् कमेन्ट गर्नुहोस् र हाम्रो चाँडोभन्दा चाँडो मोनिटाइजेसन गराइदिनुहोस् यही भन्न चाहन्छु मेरो अन्तिम कुरा
यति चाँडो मेरो मोनिटाइजेसन गराइदिनुहोस्। अब मेरो लेगिन्स र चेस्ट प्लेट मात्रै बाँकी छ, अरू सब भयो। त्यही भएपछि मेरो फुल सेट अफ आइरन आर्मर कम्प्लिट हुन्छ। टिएनटी 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 अरू भन्दा नि मलाई योसँग डर लाग्छ यार। एकचोटि त मरिसकेँ नि म पहिले। डरको माहौल छ क्या यहाँ एकदम से। बदल दिया, बात बदल दिए। मैले भने है मिम नलाग। मेरो एडिटिङ अलि राम्रो छैन कि बिकज आइएम अ न्यू एडिटर र न्यू गेमर नि हो, त्यही भएर। अब वेट गर्नुहोस् यो स्मेल टुनी बिहासँग। लेगिन्स लेफ्ट एन्ड वाटर बकेट नभनौ नि, लेगिन्स मात्रै। र हजुरहरू यहाँसँग आइपुग्नु भयो भने कमेन्टमा गएर आई एम हियर भनेर लेख्नु होला। अझ बाँकी छ। लेगिन्सलाई कतिवटा चाहिन्छ? डिस्टेन्समा बस्न पुरै फुटाउनु मन छ कि क्या तँलाई? डिस्टेन्स भन्ने बित्तिकै वाउ यहाँ नि आइरहन्छ। अब यो नाइटलाई एक्सकेप नगर्ने के चाहिँ छ र एकछिन त अनि अब त्यसपछि त गेम एन्ड भइहाल्छ के अरे। आजको च्यालेन्ज एन्ड हुन्छ र नेक्स्ट च्यालेन्ज चाहिँ सम मिनी गेम्स रिलेटेड आउन सक्छ। त्यही भएर सब्सक्राइब गर्नुहोस् फ्युचर भिडियोजको लागि। Here is full iron armor and tools. आजको लागि यति नै, हामी फेरि भेट्छौँ अर्को भिडियोमा। सो सी यू सुन, बाई बाई।